हेलो एभ्रिवान वेलकम टु द फुएल क्रिएट्स है। आज चाहिँ हामीले चाहिँ स्टुडेन्टहरूले नेपालमा बसेर पैसाहरू कसरी कमाउन सक्छन् होइन, फ्रिल्यान्सिङ गरेर अथवा डिफ्रेन्ट काइन्डको चाहिँ स्किल्सहरू सिकेर कसरी के गर्न सक्छन्। अनि अहिलेको 2026 भनेको चाहिँ एआईको कन्टेक्स्ट भयो। अहिले चाहिँ एआई एकदम बढिरहेको छ। कसरी एआईलाई युज गर्ने त्यो सबैहरू चाहिँ हामी यो भिडियोमा हेर्छौँ है। अनि नेपालका विद्यार्थीहरूले 2026मा पैसा कसरी कमाउन सक्छन्, हाउ नेपाली स्टुडेन्ट अर्न मनी इन 2026 होइन, मेथडहरू फ्रिल्यान्सिङ छ, ग्राफिक डिजाइन छ, अनि कन्टेन्ट क्रिएसन छ, के छन् त्यो सबै हामी भिडियोमा हेर्छौँ। यो अन्तिमसम्म हेर्न होला है त। सो लेट्स स्टार्ट। हाम्रो किन स्टुडेन्टले चाहिँ पढ्दै पैसा कमाउनुपर्छ है, इन्ट्रोडक्सनमा वाइ स्टार्ट अर्निङ वाइल स्टडिङ भनेको हाम्रो भन्दाखेरि अब 70% ग्रेजुएट इम्प्लोइडहरू छन् है। पहिलो 6 महिनामा चाहिँ 70% सबै ग्रेजुएसन भएको चाहिँ अनइम्प्लोइड नै छन्। अनि हाम्रो एनपिआर जेरो भनेको डकुमेन्ट नभएका स्टुडेन्टहरू पनि धेरै छन्। अनि अहिले 2026को सुरुवात भनेको चाहिँ डिजिटल इकोनोमीको सुरुवात हो होइन। पहिला चाहिँ हामीले यसो सोध्नुपर्छ, फाइनेन्सियल इन्डिपेन्डेन्स भनेको आफैले आफ्नो खर्च आफैले उठाउन सक्ने। स्किल डेभलपमेन्ट भनेको जबभन्दा पहिला एक्सपिरियन्स हुनु पऱ्यो, स्किल सिक्नु पऱ्यो। अहिले डिफ्रेन्ट काइन्डको जस्तो वेब डेभलपमेन्ट, डाटा साइन्स भयो, एआई एमएलतिर अनि जाने डिफ्रेन्ट काइन्डको स्किल्सहरू पनि आफैले गेन गर्नुभयो। त्यसपछि हामीले चाहिँ रियल वर्ल्डमा काम गर्दा ठिक हुन्छ। अनि हाम्रो ग्लोबल अपर्च्युनिटी भनेको घरबाटै काम अनि विदेशी पेमेन्टहरू, जस्तो हामीले यहाँबाट फ्रिल्यान्सिङ गऱ्यो बाहिरको कन्ट्रीको मान्छेको भने उनीहरूले चाहिँ पैसा डिरेक्टली हाम्रो पेपल अकाउन्टहरूमा अथवा पेनर अकाउन्टहरूमा ट्रान्सफर गरिदिन्छन्। यो हामीले यो घरबाट ग्लोबल अपर्च्युनिटीहरू पनि हामीले पाउन सक्छौँ है, घरबाटै काम गरेर। अनि हाम्रो रेज्युमे बुस्ट गर्नु पऱ्यो, सिभीहरू रेज्युमेहरू बनाउनु पऱ्यो। हामीले कलेज पढ्दैखेरि प्रोजेक्टहरू गर्ने, डिफ्रेन्ट काइन्डको प्रोजेक्टहरू, डिफ्रेन्ट काइन्डको स्किल्सहरू हामीले गेन गर्ने कलेज पढ्दै गर्दाखेरि। अनि आफ्नो पोर्टफोलियोलाई चाहिँ स्ट्रङ बनाउनु, त्यसले चाहिँ के गर्छ भन्दाखेरि रियल वर्ल्डमा जब पाउनुको लागि चाहिँ एकदम हेल्पफुल हुन्छ। अनि हाम्रो स्टार्ट अर्ली भनेको चाहिँ अब कम्पाउन्डिङ इफेक्ट अफ स्किल्स होइन, अलिकति छिटै सुरु गर्नु पऱ्यो, आजै गर्नु पऱ्यो। भोलि भनेर बस्यो भने भोलि कहिले पनि आउँदैन भन्ने कुरा छ है। त्यो भएर अनि हाम्रो सरको भनेको अनलाइन अर्निङबारे गलत धारणाहरू के छन् त भन्दाखेरि अब कोही रियलहरू पनि छन्, कोही गलतहरू पनि छन्। अनलाइन अर्निङ नेपालमा फेक हो भन्ने पनि छ है। तर रियालिटीमा चाहिँ हजारौँ नेपाली फ्रिलान्सरले मन्थली 50,000 देखि 3 लाखसम्म चाहिँ कमाउँदैछन्। अपवर्क, फाइबरबाट उनीहरूले चाहिँ के गर्छन्, फ्रिल्यान्सिङ गर्छन्। अथवा चाहिँ कुनै नजिकको आफ्नो स्टोर्सहरू केही छन्, होटलहरू रेस्टुरेन्टहरू भयो, उनीमा चाहिँ अब जस्तो ग्राफिक डिजाइन कसरी जाने भने उसले चाहिँ बाहिर आफ्नो नजिकको स्टोर्सहरूमा गएर सोध्छ, तपाईँलाई यस्तो खालको डिजाइन चाहिन्छ, म बनाउन सक्छु भन्छ र उसले बनाइदिन्छ। त्यो बाबत उसलाई चाहिँ त्यो उसले पे गर्छ है। त्यो यसरी पनि गर्न सकिन्छ। अनि अनलाइन अर्निङबाट चाहिँ हामीले फ्रिल्यान्सिङबाट पनि मान्छेले धेरै पैसा कमाउँछन्, इफ यु हेभ स्किल्स छ भने है। स्किल छ भने चाहिँ कमाउन सकिन्छ। अनि स्टार्ट गर्नु धेरै पैसा चाहिन्छ भन्दा रियालिटीमा क्यानभा, युट्युब, टिकटकबाट, युट्युबमा त अहिले त्यो सबै कोर्सहरू चाहिँ एकदमै त्यो सबै त्यहीँ छ। जस्तो एचटिएमएलहरू, सिएसएस, जाभास्क्रिप्टहरू, यो कोडिङहरूको कोर्सदेखि लिएर एमएस डस, एचटिएमएलहरू, के एक्सलहरू, चाहिने कोर्स जति के छन् त्यो सबैको चाहिँ भिडियोहरू 6 आवर, 10 आवर, कोही कोही त 50, 60, 70 आवरसम्मको पनि छन्। त्यो सबै कोर्सहरू चाहिँ त्यहाँबाट आफूले स्टार्ट गर्न सक्यो, लर्न गर्न सक्यो र रियल वर्ल्डमा काम गर्न सक्यो। क्यानमा फ्री छ अहिले स्टुडेन्टहरूको लागि पनि फ्री नै हुन्छ। इफ यु वान्ट प्रिमियम देन मलाई भन्नु पनि सक्नुहुन्छ, म तपाईँहरूलाई उपलब्ध गराइदिन सक्छु। क्यानभा प्रोको सब्सक्रिप्सन मसँग छ। अनि सब फ्री हुन्छ होइन, स्टुडेन्ट भए चाहिँ काफी हुन्छ, एडिटिङहरू आउनु पऱ्यो होइन। अनि हाम्रो पर्फेक्ट इङ्ग्लिस नभए हुँदैन हुनेछ। इङ्ग्लिस त्यस्तो पर्फेक्ट पनि चाहिँदैन होइन। जस्तो नेपाली कन्टेन्ट क्रिएटरहरूले नेपालीमै लाखौँ भ्युज ल्याउँछन् र पैसाहरू कमाइरहेको हुन्छन्। उनीहरूले आफ्नो डे टु डे चाहिँ एडभान्स हुँदै गइरहेको छन्, एक स्टेप चाहिँ बढ्दै गइरहेको छन् है। त्यो भएर पर्फेक्ट इङ्ग्लिस पनि चाहिँ चाहिँदैन, आफूले नेपालीमै गर्न सक्छु भन्दा पनि मिल्यो। र हाम्रो छ अर्को, पहिला स्किल सिक्नुहोस् पछि अर्न गर्नुहोस् है। भनेको चाहिँ एउटा स्किल भनेको एउटा फाउन्डेसन हो, आफ्नो बेस हो एउटा। अनि चुज वान स्किल भनेको ग्राफिक डिजाइन, फ्रिलान्सिङ, कन्टेन्ट क्रिएसन। कुन गर्न मन लाग्छ त आफूलाई एउटा चुज गर्ने। अनि त्यसपछि फ्री रिभ्युज भनेको युट्युबमा भिडियोहरू छन्, डिफ्रेन्ट काइन्डको भिडियोहरू छन्, जस्तो फिग्मा भयो, फोटोसप भयो। अनि त्यसपछि हाम्रो आफ्टर इफेक्ट्सहरू भयो, एडोब इलिस्ट्रेटर भयो, यो सफ्टवेयरहरूको टुलहरू कसरी चलाउने भनेर भिडियोहरू छन्। टाइपोग्राफीहरू के सबै गर्ने भन्दा चाहिँ भिडियोहरू युट्युबमा छन्, त्यो आफूले सर्च गरेर हेर्न सक्नुहुन्छ। अनि हाम्रो एउटा पोर्टफोलियो बिल्ड गर्ने, पोर्टफोलियो बिल्ड गर्न अहिले आफैले पैसा दिनु पनि पर्दैन, जस्ट क्लाउडलाई भन्ने पोर्टफोलियो मलाई बिल्ड गरिदियो भनेर, अनि आफूले त्यसलाई गिटहबमा एउटा अकाउन्ट बनाएर डिप्लोय गर्न सक्नुहुन्छ है। जस्तो प्र्याक्टिस प्रोजेक्टहरू बिहान्सबाट पनि गर्न सक्यो, अनि क्यानभा पोर्टफोलियोबाट पनि गर्न सकिन्छ। स्टार्ट अर्निङ भनेको फाइबर, अपवर्क,
अनि लोकल क्लाइन्ट्सबाट अथवा युट्युब च्यानल खोलेको छ भने यो च्यानलबाट चाहिँ गर्न सकिन्छ है। अनि अब एउटा टिप चाहिँ के छ भन्दाखेरि स्किल सिक्न कम्तीमा 3-6 महिना चाहिँ दिनुपर्छ आफूले है। अब एक हप्तामै पुरै कम्प्लिट गर्छु भन्दाखेरि चाहिँ अब टाइम वेस्ट हुनसक्छ अनि त्यो पछि ऊ पनि हुन सक्दैन, एप्लिकेबल पनि हुन सक्दैन। र हाम्रो मेजर वानमा छ हाम्रो फ्रिल्यान्सिङ है, घरबाटै काम, विदेशी पेमेन्ट अनि फाइबर र अपवर्कमा। फ्रिल्यान्सिङ भनेको के हो भन्दाखेरि क्लाइन्टको काम गरी आफ्नो स्केड्युलमा अनलाइन पेमेन्ट पाउने होइन। जस्तो तपाईँले एउटा काम गरिसकेपछि काम गर्न सुरु गर्दाखेरि अथवा एडभान्समा पेमेन्ट हुन्छ, त्यसपछि काम गरिसकेपछि चाहिँ फुल फ्लेजमा पेमेन्टहरू चाहिँ हुन्छ। त्यसलाई भन्छ फ्रिल्यान्सिङ भन्छ। त्यसलाई चाहिँ त्यो चाहिँ बाहिर जहाँको पनि गर्न सक्यो, आफूले मनाङ मुस्ताङको माथि हिमालको टुप्पामा गएर बसेर पनि गर्न सक्यो है। त्यो अनि हाम्रो फ्रिल्यान्सिङको लागि के छ, रिक्वायर्ड स्किल वेब डिजाइन हुन्छ, लोगो डिजाइन हुन्छ है, कन्टेन्ट राइटिङ नेपाली इङ्ग्लिस हुनु पऱ्यो, अनि भिडियो एडिटिङ हुनु पऱ्यो, डाटा एन्ट्री एक्सेलहरू, यो के भन्छ रिक्वायर्ड स्किलहरू हो फ्रिल्यान्सिङको लागि। अनि अब हाम्रो नेपालीमा अर्निङ पोटेन्सियल भनेको बिगिनरको लागि हाम्रो 15,000 देखि 40,000 पर मन्थको हुन्छ होइन फ्रिल्यान्सिङको। अनि हाम्रो एक्सपिरियन्स भयो भने 80,000 देखि 2 लाख पर मन्थ अथवा 5-6 लाखसम्म पनि कमाउन सक्छन्। अनि हाम्रो यसको एडभान्टेज र डिसएडभान्टेज, प्रोज र कन्स के छ। प्रोज भनेको आफ्नो टाइम आफै म्यानेज गर्ने, अनि ग्लोबल क्लाइन्ट्सहरू, युएसटी पेमेन्टहरू, यो नेपालमा अलिकति गाह्रो छ भने पेबलहरू चल्दैन, यताउता हुन्छ, त्यो भएर गाह्रो लिगल छैन, त्यो भएर अलिक गाह्रो हुन्छ। अब होप चाँडै चल्छ। अनि कुनै अफिस जानु पर्दैन है, अनि स्किल पनि बढ्दै जान्छ र इन्कम पनि बढ्दै जान्छ। अब यसको डिसएडभान्टेज के छ भन्दाखेरि रेगुलर इन्कम नहुनसक्छ, किनकि कहिले क्लाइन्ट पाउने, कहिले नपाउने पनि हुनसक्छ, अनि कम्पिटिसन धेरै हुन्छ, अनि कन्टेन्ट खोज्न टाइम लाग्छ, अनि ट्याक्स ब्याङ्किङ चाहिँ सेटअप के हुन्छ, कम्प्लेक्स हुन्छ एकदम। र हाम्रो मेथड टूमा छ ग्राफिक डिजाइन। क्यानभा र फोटोसप बिजनेसको लागि एकदम बेस्ट चोइस हो होइन। क्यानभाबाट पनि गर्न सकिन्छ, फोटोसप पनि चाहिँदैन है। क्यानभा भनेको बिजनेस फ्रेन्डली हुन्छ होइन, फ्री भर्सन अभाइलेबल छ क्यानभाको, अनि ड्र्याग एन्ड ड्रप हुन्छ, सिक्न पनि इजी हुन्छ, सोसियल मिडिया पोस्टहरू, लोगोहरू बनाउँदा युज गरिन्छ, अनि भनेको जिरो इन्भेस्टमेन्टमा सुरु गर्न सकिन्छ है। भनेको हामीले चाहिँ यसलाई यो सिक्नको लागि इन्भेस्टमेन्ट गर्नु पर्दैन। अनि क्यानभा प्रोको लागि चाहिँ एनपिआर 99 पर मन्थको लागि लिनुपर्छ। इफ तपाईँहरू जानुहुन्छ भने चाहिँ मलाई अथवा कमेन्टमा आफ्नो नम्बरहरू छोडिदिनु सक्नुहुन्छ, म तपाईँलाई मेसेज गर्न सक्छु। आई हेभ अ क्यानभा प्रोको सब्सक्रिप्सन छ है। त्यो भएर अब एडोबी फोटोसपमा भनेको इन्टरमिडिएट हुन्छ है। यो भनेको अलिकति गाह्रै हुन्छ, इन्डस्ट्री स्ट्यान्डर्ड टुल हो होइन। अनि त्यसपछि फोटो एडिटिङ म्यानिपुलेसनहरू हुन्छ, अनि मोर कन्ट्रोल एडभान्स इफेक्टहरू नि भयो। मन्थली सब्सक्रिप्सन चाहिन्छ यसमा। अब हामीले पाइरेट सफ्टवेयरहरूबाट डाउनलोड गर्न सकिन्छ, तर त्यो एकदम एप्लिकेबल नहुनसक्छ। अनि युट्युबबाट फ्री सिक्न पनि सकिन्छ एडोबी फोटोसप चाहिँ। अनि कहाँ बेच्ने भनेको फाइबरमा लोगो डिजाइन गिगहरू, अनि फेसबुकमा को मार्केट प्लेसमा हाम्रो लोकल बिजनेसेसहरू भयो, इन्स्टाग्रामको डिएमहरूमा चाहिँ हामीले गर्न सकिन्छ यो ग्राफिक डिजाइन। यो एकदम राम्रो स्किल, तर अहिले एआईको युजबाट गर्न सकिन्छ, त्यो भएर यो पनि अलिक लोप हुँदै गएको पनि हो, तर गर्न सक्दा राम्रो हुन्छ। हाम्रो भनेको मेथड थ्रीमा कन्टेन्ट क्रिएसन है, युट्युब, टिकटक, फेसबुक कन्टेन्ट इन्कमहरू भयो। हाम्रो युट्युबमा के हुन्छ भन्दाखेरि एनपिआर 20,000 देखि 5 लाख पर मन्थसम्मको चाहिँ हुन्छ। इफ मोनिटाइजेसनहरू भयो भने त्यसपछि एजुकेसन कन्टेन्ट, टेक रिभ्युजहरू नेपाली, अनि ट्युटोरियल्सहरू, हाउ टु कसरी गर्न सकिन्छ, के गर्न सकिन्छ, त्यो रिभ्युजहरू गर्न सक्यो। अनि मोनिटाइज भनेको 100 सब्सक्राइबर चाहियो र 400 टाइम हावर्स चाहियो, वाच टाइम हावर्स चाहियो, त्यो भयो भने चाहिँ हाम्रो मोनिटाइज हुन्छ। अनि टिकटक भनेको चाहिँ हाम्रो ब्रान्ड डिल्स पोसिबल हुन्छ होइन। अब सर्ट भाइरल भिडियोजहरू, ट्रेन्डिङ टपिक्सहरू, नेपाली कमेडी इन्फो, अनि गिफ्ट प्लस ब्रान्ड स्पोन्सरसिपहरूबाट चाहिँ स्पोन्सरसिपबाट चाहिँ हामीले कमाउने टिकटकमा। नेपालमा लिगल छैन है त्यसको लागि, मोनिटाइजेसनको लागि त्यो। अनि हाम्रो फेसबुकमा भनेको एनपिआर 5,000 देखि 50,000 मन्थमा होइन। फेसबुक पेज हुन्छ, रिल्स हुन्छ, नोटिस नेपाल जस्तो भयो, टाइप्स पेजेसहरू होइन, रिच मोनिटाइजेसन, लाइभहरू, अनि एफिलिएट लिङ्क्सहरू पोसिबल हुन्छ होइन फेसबुकमा, त्यो गर्न सकिन्छ। सक्सेस की भनेको कन्सिस्टेन्ट पोस्टिङ प्लस भ्यालु दिनुहोस्, नेपाली अडियन्सको प्रब्लम सोल्भ गर्ने आफूले होइन, अनि ग्रोथ चाहिँ पक्का छ। यो मिस्टेकहरू चाहिँ नगर्नु है। कमन मिस्टेक टु एभोइड स्टुडेन्ट्सको गल्तीहरू भनेको सर्टकट खोज्ने, क्विक मनी स्किम्सहरूमा नपर्नुहोस् है। यो चाहिँ एकदम रियल स्किल्स अनि रियल इन्कम हुँदैन एकदम है। रियल रियल स्किल्स र रियल इन्कम खोज्ने, त्यसमा सर्टकटमा नपर्ने। अनि कन्सिस्टेन्ट नहुने भनेको एक हप्ता गरेर छोड्नु हुँदैन है। 19 डेज कन्सिस्टेन्ट राख्नु, एक दिन गऱ्यो भोलि 2 दिन नगर्ने, त्यस्तो गर्न हुन्न। त्यसपछि हाम्रो चाहिँ फोकस नगर्ने, एकैपटक सबै सिक्न खोज्दा केही पनि राम्रो हुँदैन, एउटा स्किल्समा फोकस गर्ने। जस्तो एमएस वर्ड सिकेको छ भने त्यो पुरा कम्प्लिट गरेर चाहिँ एक्सेलमा जाने, एमएस वर्ड एक्सेल एक दिन सिकेर चाहिँ हुँदैन। त्यो चाहिँ हाम्रो पोर्टफोलियो नबनाउने होइन। काम गरेपछि आफूले के काम गरेछ भनेर त्यो पोर्टफोलियोमा इन्क्लुड नगर्ने,
त्यसपछि त्यो पनि राम्रो होइन, काम गरेपछि आफ्नो प्रुफ त राख्नु पऱ्यो नि त। जस्तो क्लाइन्टलाई देखाउन पोर्टफोलियोहरू त चाहिन्छ, त्यो भएर नि फ्रीमा काम गर्ने होइन, एक्सपोजरको लागि फ्रीमा काम गर्नु अन्डर भ्यालुइङ हो भनेको। केही अब जस्तो कतै लोगो बनाइदिएको छ, मेरो फर्स्ट टाइम हो फ्रीमा गर्छु भनेर चाहिँ त्यो चाहिँ नगर्ने, जस्तो आफूले थोरै सर्टेन चार्जहरू पनि लिने। अनि कम्पेरिजन गर्ने भनेको अरूको इन्कम हेरेर डिस्करेज नहुनुहोस्, आफ्नो पेजमा बढ्नुहोस्, र पछि तपाईँ पनि त्यति नै हुनसक्छ है। अनि हाम्रो समिट कि टेकवेजहरू आज के सिक्यो त भन्दा क्विक रिक्यापमा हाम्रो थ्री मेथड्सहरू होइन, फ्रिल्यान्सिङ, ग्राफिक डिजाइन, कन्टेन्ट क्रिएसन, यो भनिहाल्यो। अनि टेकवेज भनेको स्किल फर्स्ट भनेको मनी सेकेन्ड, सुरुमा त सिप सिक्न हो, त्यसपछि मनी आफै आउँछ। यसमा पनि काफी छ स्टार्ट गर्नको लागि। नेपालमा अनलाइन अर्निङ रियल छ, अनि कन्सिस्टेन्सी गर्नुहोस् 3-6 महिनाको लागि, अनि एक्सन लिनुहोस् आज नै, आजबाट नै सुरु गर्नुहोस् है। र हाम्रो पार्ट 2 पनि आउँदैछ यो उसको लागि। सो पार्ट 2को लागि पनि तयार रहनुहोस्। अनि रेडी फर पार्ट 2, तपाईँको सपोर्ट नै हाम्रो मोटिभेसन हो होइन। त्यसैले कमेन्टमा पार्ट 2 लेख्नुहोस्, त्यसपछि इफ पार्ट 2 चाहिन्छ, एप्लिकेबल हुन्छ, अथवा तपाईँलाई यो भिडियोले हेल्प गर्यो केही कुरा भन्दाखेरि चाहिँ पार्ट 2 पनि लिएर आउँछु म। अनि त्यसमा चाहिँ अब पार्ट 3मा अर्को पनि लिएर आउँछ होइन, त्यसको लागि अपवर्क, फाइबरहरूको चाहिँ कसरी लगइन गर्ने, त्यसमा कसरी एप्लाई गर्ने होइन, अनि नेपालमा जब पोर्टलहरू के छन्, त्यहाँबाट कसरी चाहिँ हामीले जब एप्लाई गर्न सकिन्छ, त्यो सबै चाहिँ म लिएर आउँछु यसमा। त्यसैले लाइक, सेयर र सब्सक्राइब र कमेन्ट गरेर चाहिँ हामीसँग जोड्नुहोस्। फोनकोर्सको लागि आजको लागि यति नै, धन्यवाद। जय नेपाल।